ओम अष्टादश पुराणेषु व्यासस्य वचनद्वयं परोपकार पुण्याय पापाय परपीडनम्। आदरणीय शुभ भाव, शुभ विचार र शुभ कार्यमा तल्लीन रहनुहुने समस्त जनसमुदायहरू, म आज राष्ट्रिय परोपकार महासङ्घ नेपालका बारेमा यो संस्थाले के गर्छ त अनि कहिले स्थापना भयो, के कार्य गरिरहेको छ भन्ने विषयमा प्रकाश पार्न चाहन्छु। राष्ट्रिय परोपकार महासङ्घ नेपाल आजभन्दा 17 वर्ष अगाडि केन्द्रीय कार्यालय पोखरा कास्कीमा स्थापना हुने गरेर 2064 साल पुस 29 गतेका दिनमा स्थापना भएको संस्था हो। मूलतः यसको लक्ष्य भनेको जनजनका मनमनमा सेवाभाव जागृत गराउनका लागि अहिले पछिल्लो समयमा सेवारूपी भावबाट हामी पर हट्दै गइरहेको अवस्था छ। घर घरमा परिवारले अपनाउनु पर्ने दायित्वबाट हामी वञ्चित हुँदै या दायित्वबाट वञ्चिँदै अगाडि बढिरहेको भाव सृजित हुन थालेको छ। यी सबै नकारात्मक भावहरूलाई पर पन्छाएर सबैका मन मस्तिष्कमा सेवाको भाव जागृत गराउँ, जसका कारणले राष्ट्र समृद्धि बनाउनका लागि, टोल छिमेक अनि भाइचारा सम्बन्ध स्थापित गर्नका लागि शास्त्रीय मर्यादामा रहेर अगाडि बढौँ भन्ने उद्देश्यले यो संस्थाले आफ्नो जन्म लिन पुग्यो। यसको लक्ष्य अनि यसले लिएका गतिविधिहरू हामीले केही बुदागत रूपमा कार्य सम्पादनको तयारी गर्यौँ, जसले बालाश्रम, गुरुकुल आश्रम, वृद्धाश्रम, गौरक्षा अभियान, कल्पवृक्ष अभियान, जलस्वच्छता अभियान, धर्मशाला, अन्नक्षेत्र, मुठीदान आदि विधामा काम गरिरहेका छौँ। राष्ट्रिय परोपकार महासङ्घ नेपाल एउटा प्रवचनका दौरानमा म लामो समय प्रवचनमा रहँदै गर्दा मनभित्र एउटा भाव उदय हुन पुग्यो, जन्मिन पुग्यो। वेदव्यास मुनिले सारका रूपमा दिएको सारलाई नै लिएर सेवा गर्नु सबैभन्दा ठुलो धर्म हो, अर्काको अहित चाहनु पाप हो भन्ने उद्देश्यका साथमा सेवा भाव सबैभित्र जगाउनु पर्दछ। सेवाभन्दा ठुलो धर्म अरू केही पनि छैन भन्ने उद्देश्यले राष्ट्रिय परोपकार महासङ्घ नेपालले आफ्ना कामहरूलाई अगाडि प्रारम्भ गर्यो। हामीसँग अनाथ, असहाय, अभिभावकविहीन अनि आर्थिक अवस्थाले नाजुक भएका त्यस्ता बच्चाहरूलाई राखेर हामीले परोपकार बाल आश्रमको सुरुवात गर्यौँ, जो निशुल्क रूपमा खानी, बस्ने, पढाउने र उनीहरूको स्वास्थ्य उपचार सहितको व्यवस्थापन गर्ने गरेर यसले बाल आश्रमको सुरुवात सुन्दरनगरी पोखरामा बाल आश्रम सुरुवात गरेर आफ्नो कामको सुरुवात गर्यो। त्यसपछि फेरि पछिल्ला समयमा वैदिक धर्म संरक्षण र सम्वर्धनका लागि वैदिक धर्मभित्र हाम्रा गुरुकुलीय परम्परामा रहेका केही समस्याहरू अझ समाधान गर्न सकिन्छ कि भनेर 2066 साल जेठ 3 गतेदेखि सिद्ध परोपकार वैदिक गुरुकुलम स्थापना गरेर वैदिक धर्म रक्षाका लागि, पूर्वीय सभ्यताको ज्ञान समाजमा सिंचित गर्नका लागि, त्यहाँबाट शिक्षित भएर निक्लेका बालबच्चाहरूले नेपालका कुना कन्दरामा गएर वैदिक धर्मका बारेमा, पूर्वीय सभ्यताका बारेमा समाजलाई शिक्षित समाज बनाउन सकुन् भन्ने उद्देश्यले गुरुकुलको स्थापना गरियो र अहिले स्थापना कालदेखिको आजको मितिसम्म आइपुग्दा कक्षागत रूपमा 12 कक्षासम्मको अध्ययन हुने गर्दछ र 62 जना हाराहारीमा बच्चाहरू गुरुकुलीय शिक्षामा पोखरामा रहेर अध्ययन गरिरहेका छन्, जो पूर्वीय सभ्यताका आधारमा वेद, उपनिषद, पुराणहरू, व्याकरणहरू, कर्मकाण्डहरू र मूलतः विषय 11-12मा ज्योतिष शास्त्र लिएर बच्चाहरूले अध्ययन गर्ने गर्दछन्, जसको मूलतः लक्ष्य भनेको समाजलाई सभ्य समाज बनाउनु र पूर्वीय सभ्यताभित्र लुकेका गहन विषयहरूलाई समाजमा सम्प्रेषण गर्नु परोपकारको अर्को लक्ष्य है। हामी 68 सालमा आएर ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई र वातावरणको विधालाई कार्यका रूपमा सुरुवात गर्यौँ। यो तनहुँ जिल्लामा व्यास पराशर क्षेत्र, पराशर व्यासको चर्चा हामीले धेरै गर्ने गर्दछौँ। त्यो क्षेत्रलाई चम्काउनका लागि केही गर्न सकिन्छ भनेर हामीहरूले पराशर क्षेत्रमा ज्येष्ठ नागरिक सेवा केन्द्रित कार्यको प्रारम्भ गर्यौँ। यो तनहुँ दमौली क्षेत्रमा रहेको छ, अहिले व्यास नगरपालिकामा पर्दछ। त्यो क्षेत्रमा हामीले आवासीय सुविधा सहितको ज्येष्ठ नागरिक सेवा शुभारम्भ गर्यौँ। प्रवचनका दौरानमा धेरै क्षेत्र जाँदै गर्दा कतिपय अग्रज आमा बुबाहरू मञ्चमै आएर गुरुदेव हामीलाई कहीँ बस्ने ठाउँ भएदेखि भन्ने खालको निवेदनहरू बेला बेलामा आइरहने, उहाँहरूले आग्रह अनुरोध गरिरहने। त्यो वास्तविकता बुझ्नका लागि पनि
भड्किरहेको मनलाई एकैछिन सम्झाउनका लागि पनि केही गर्न सकिन्छ कि भनेर हामीहरूले वृद्धाश्रम नभनिकन ज्येष्ठ नागरिक परोपकार चौतारीका रूपमा केही समय आश्रय लिएर उहाँहरूका मनका भाव के छन् बुझेर सम्भावना भएसम्म उहाँहरूलाई फेरि घरमै पठाउने खालको वातावरण सृजना गर्न सकिन्छ, या जसको कोही छैन, आश्रयको आवश्यकता नै हो भने उहाँहरूलाई राखेर सेवा दिन सकिन्छ भनेर तनहुँमा हामीहरूले व्यासभूमि पराशर क्षेत्रमा ज्येष्ठ नागरिक दिवा सेवा, ज्येष्ठ नागरिक सेवा केन्द्रका रूपमा त्यो कार्यलाई प्रारम्भ गऱ्यौँ र सँगसँगै अतिथि अभ्यागतहरूको स्वागतका लागि व्यास पराशर क्षेत्र भ्रमणका निमित्त आउने, त्यहाँ दर्शनका निमित्त आउने, त्यहाँको अध्ययनका निमित्त आउने व्यक्तित्वहरूलाई कमसे कम एक रात एक छाक भए पनि भोजन गराउन सकियोस् भनेर अतिथि देवो भव मर्यादालाई साथमा लिएर अतिथि सेवाको कार्यलाई पनि प्रारम्भ गऱ्यौँ। यो सँगसँगै कल्पवृक्ष अभियानका रूपमा राष्ट्रिय परोपकार महासङ्घ नेपालले वातावरण स्वच्छताका लागि 2068 सालदेखि नै हाम्रो कार्यको प्रारम्भ गर्यो, जसमा शास्त्रले नै वर्णन गरेका वृक्षहरूलाई हामीहरूले अगाडि बढाइराखेका छौँ। बर, पिपल, आँप, सम्मी, डुम्री, पाखुरी लगायतका बिरुवाहरू विशेषतः यी वृक्षलाई नै प्राथमिकतामा राखेर वृक्षारोपणको कार्य गरिराखेका छौँ। यिनीहरूको संरक्षण, सम्वर्धन, गोडमेल सँगसँगै अहिले पछिल्लो समयमा आइपुग्दा त हामीहरूले चौतारी समेत चिनेर ती कार्यहरू करिब 25,000 भन्दा धेरैको सङ्ख्यामा गण्डकी क्षेत्र, गङ्गाका समीपमा, जङ्गलका खुल्ला ठाउँहरू, सार्वजनिक स्थलहरू जहाँ लामो समय सुरक्षित हुन सक्छन् अनि बाटोमा परेर वैकल्पिक रूपमा व्यवस्थापन गर्न पर्ने ठाउँमा नेपाल सरकार स्थानीय निकायहरूसँग हारगुहार गरेर वैकल्पिक स्थानहरूको खोजी गर्न लगाएर वृक्षारोपणका कार्यहरूलाई, जडीबुटीयुक्त वृक्षहरूलाई रोप्ने कार्य यो 2068 सालदेखि चलिरहेको छ। यसको मूल लक्ष्य भनेको हाम्रो देश सुन्दर छ, आकर्षित छ, मनमोहक छ। हाम्रा हिमालयहरूमा सधैँ हिउँ चम्किरहनुपर्छ, हाम्रा खोला नाला मूलका स्रोतहरू सधैँ बगिरहनुपर्छ, स्वच्छता भइरहनुपर्छ। त्यसका लागि वातावरण नै सबैभन्दा उपयुक्त कार्य हो। वातावरण बिना हामी कोही रहन सक्दैनौँ। त्यो सचेतना पनि जगाउन सकियोस्। युवा पिँढीलाई हाम्रा पूर्वजहरूले वृक्ष किन लगाउन सिकाए त, बर, पिपल, आँप, समेत डुम्री नै किन लगाउन भने, पूजा किन गर्न लगाए त, यसको आध्यात्मिकता के छ महत्त्व भनेर बुझाउनका लागि पनि हामीहरूले यो कल्पवृक्ष अभियान चलाएर यसलाई निरन्तरता दिँदै आइरहेका छौँ। अर्को ओझेलमा परेका तपोभूमिहरू, मठ मन्दिरहरू, देवालयहरू, पाटीपौवाहरू जो शास्त्रले वर्णन गरेका क्षेत्र छन् तिनीहरूलाई चम्काउनका लागि हामीहरूले अर्को कार्यको फेरि प्रारम्भ गऱ्यौँ, जो अहिले देशमा रहेका तपोभूमिहरूलाई संरक्षण, सम्वर्धन अनि त्यसको उन्नयन, त्यसलाई कुन तरिकाले अझ चम्काउन सकिन्छ भनेर पछिल्लो समय हामीले त्यस्ता देवालयहरूको खोजी गरी जहाँ पूजा चलेको छैन, पूजा चलाउनका लागि, जसको प्रचारको आवश्यकता छ, प्रचार प्रसारका लागि यी कार्यहरूको व्यवस्थापनमा राष्ट्रिय परोपकार महासङ्घ नेपालले लागिरहेको छ। जो पर्वतमा रहेको सहस्रधारा दिव्यधाम, त्यसलाई अलिकति भए पनि सौन्दर्यकरण गर्दै त्यो धाराको दर्शनका लागि, ती धारा सबैका माझमा त्यसको महत्त्व बुझाउनका लागि अनेकौँ तीर्थयात्रीहरू मुक्तिनाथसम्म जाने, उत्तर दिशामा रहेका अनेकौँ तीर्थस्थलहरूको आस्था लिएर पुग्ने हजारौँ व्यक्तिहरूलाई त्यसको महत्त्व बुझाउनका लागि अतिथि सेवामा पनि सहयोग पुगोस् भनेर सानो धर्मशाला अनि सेवासहितको आकर्षणको स्थल हो, आस्थाको स्थलका रूपमा यो पर्वत जिल्लामा कुस्मा नगरीबाट 7 किलोमिटर करिब अगाडि, बागलुङदेखि यतै 7 किलोमिटरको बिचमा रहेको सहस्रधारा दिव्यधामलाई राष्ट्रिय परोपकार महासङ्घ नेपालले त्यसको संरक्षण, सम्वर्धनको कार्यलाई अगाडि बढाइरहेको छ। र पछिल्लो समयमा अझ तीर्थहरूमा उत्तम तीर्थ दामोदर कुण्डसम्म जाने तीर्थयात्रीहरूको लागि सेवा रहोस्, केही न केही भए पनि सहजीकरण होस् भनेर हामीले सहजीकरणका लागि दामोदर कुण्ड तीर्थयात्रामा जाने अनगिन्ती भक्तहरूका लागि यारामा एउटा सेवा केन्द्र स्थापना गरेर तीर्थयात्रीहरूको सेवाको कार्यलाई पनि अगाडि बढाइरहेका छौँ। र त्यो क्षेत्रमा सहजताका लागि दामोदर कुण्ड पुगिन्जेलसम्म बाटोमा शौचालयहरू, सँगसँगै स्वयं दामोदर कुण्डमै एउटा भण्डार कक्ष,
यात्रुहरूको सेवाका लागि वर्षेनी हामीले खाद्यान्न, सरसामग्रीहरू, लत्ता कपडाहरू यारा आश्रमसम्म पुर्याउँदै आइरहेका छौँ। सहजताका साथमा नेपालका तीर्थहरूलाई चम्काउन सकियोस्, जाने हरेक यात्रुहरूले सहजताका साथमा ती पुण्यभूमिको महत्त्व बुझेर आउन सक्ने, कुनै अप्ठ्यारो समस्या परेका खण्डमा तत्काल समस्या समाधान गर्न सकियोस् भन्ने लक्ष्यले पनि यस्ता तीर्थहरूलाई चम्काउने काममा परोपकार अगाडि बढिरहेको छ। अर्को, गाई हाम्री आमा हुन् भनेर हामी भन्छौँ नै। गौमाताको दिन प्रतिदिन तिरस्कार भइरहेको हामी सबैलाई सर्वविदितै छ। विशेषतः हामी जस्तै कोही न कोही मानवले गरेका गल्तीका प्रभावले गर्दाखेरि अहिले गौमाताहरू, गोवंशहरू सडकमा आइरहनु भएको छ। चरणमा आनन्दित हुनुपर्ने, चरणका प्रभावबाट जडीबुटी घाँसहरू ग्रहण गरेर अमृत स्वरूप दूध प्रदान गरेर सबैको कल्याण गरिरहेकी गौमाता अहिले पछिल्लो समय मानवहरूकै गल्तीका कारणले सडकमा आएर जनधनको क्षति, सौन्दर्यकरणमा कुरूपता अनि खेतबारीलाई आवश्यकता पर्ने मल खादहरू प्रयोग नहुने ठाउँमा इतर बितर जसले सौन्दर्यतामा कुरूपता थपिरहेका छन् भने दुर्घटना भएर घाउचोट लागेर अनि पिटाई खाएर सहेर बस्नुपर्ने त्यस्तो प्रकारको अवस्था सृजना भइरहेको छ। ती समस्याहरू समाधानका लागि केही गर्न सकिन्छ भनेर लामो समयदेखि गौरक्षा अभियानका रूपमा देशमा चलिरहेका गोकुल गौशालाहरूलाई, गाई राखिएका सेवा दिएका स्थलहरूलाई सेवा सद्भाव पुर्याइरहेका ठाउँमा हामीहरूले सुन्दर नगरी पोखराबाट अहिले करिब 2 वर्षदेखि पुष्करिणी परोपकार गोकुल धामका रूपमा सुन्दर सहर पोखरालाई साँच्चै नै नमुनायुक्त क्षेत्र बनाउनका लागि गोकुल धाम स्थापना गरेर त्यसको सिको देशव्यापी रूपमा आवश्यकता परेका ठाउँमा हामी गौमाताको सेवा यसरी गर्न सकिन्छ है, आत्मनिर्भर गौशाला बनाउन सकिन्छ है भनेर सडकमा रहेका गाईहरू करिब 300 को हाराहारी गोकुल धाममा लगाएर स्थापना गरेर सेवा सुसार गरेर अहिले अर्गानिक कृषि तरकारीहरूको उत्पादन गरेर मलहरूको उत्पादनको प्रक्रियालाई अगाडि बढाएर सडकका गाईहरूलाई सेवा गर्दै गरेर दुधहरूको उत्पादन प्रक्रियालाई अगाडि पुर्याएर अनि धेरै प्रजातिका बोट बिरुवाहरू लगाएर एउटा गन्तव्य स्थलका रूपमा गाईसँग जोडिएर गौशाला परिसरमा पुगेर धेरै कुरा सिक्न मिल्ने खालको वातावरण हामीले अध्ययन अवलोकन केन्द्रका रूपमा पुष्करिणी परोपकार गोकुलधाम पोखरा 14 बाछी बुढुवा क्षेत्रलाई सिँगारिरहेका छौँ। अर्को, फोहोर मैला भनेपछि डराउने हाम्रो समाज छ। पोखरामा 19 वर्ष पोखरेलीहरूले फोहोर मैला व्यवस्थापन गरेको क्षेत्र पनि हो, जहाँ अहिले गोकुलधाम बनेर गौमाताको सेवा चलिराखेको छ। अर्को एउटा नमुना उदाहरणीय कार्य हेर्नका लागि पनि अहिले धेरै व्यक्तिहरू पुग्दै आइरहनु भएको छ। यसरी गौमाताको सेवाको कार्य पनि राष्ट्रिय परोपकार महासङ्घ नेपालले चलाउँदै आइरहेको छ। अर्का, नेपालमै रहेका धेरै त्यस्ता पवित्र भूमिहरू छन् जुन भूमिहरूका बारेमा अनि सँगसँगै ज्येष्ठ नागरिकहरूका विधामा लामो समयदेखि हामीले दिवा सेवा केन्द्रहरू सञ्चालनमा ल्याएका छौँ र नेपाल सरकारलाई पनि दिवा सेवा केन्द्रित कार्यक्रमका निमित्त अपिल र अनुरोध गरेर अहिले प्राथमिकताकै आधारमा हामीले पाउने गर्दछौँ। डे केयर सेन्टरहरू ठाउँ ठाउँमा चलिराखेका छन्। तिनलाई व्यवस्थित बनाउन अग्रजहरू साक्षात् देवताका प्रतिबिम्ब हुन् भन्ने भाव सबैका माझमा पुर्याउनका निमित्त हामीले ती कार्यहरूलाई पनि अगाडि बढाइराखेका छौँ। भनिन्छ, वृद्ध वृद्धाहरू साक्षात् देवता तुल्य छन् सबै, आशीर्वाद लिलागौँ प्रगति पथमा सधैँ, आशीर्वाद लिलागौँ प्रगति पथमा सधैँ। अहिले आशीर्वाद लिएर हरेक घर घरबाट अग्रजहरूको स्नेह सद्भाव बटुल्नु पर्ने बेलामा अहिले ज्येष्ठ नागरिकहरू तिरस्कृत भएको हामी देख्ने गर्दछौँ। यो सबै ठाउँमा नहुन पनि सक्छ। यदा कदा यस्ता भावहरू हामीले बेला बेलामा पाइरहेका छौँ। त्यही भएर ज्येष्ठ नागरिकको सम्मान, आदर, सत्कारका निमित्त टेवा पुर्याउनका लागि राष्ट्रिय परोपकार महासङ्घ नेपालले दिवा सेवा केन्द्रहरू स्थापना गर्दै डे केयर सेन्टरहरूलाई सञ्चालनका लागि नेपाल सरकारलाई पनि आग्रह र अनुरोध गर्दै अहिले वृद्धाश्रमलाई बिस्तारै निरुत्साहित गराएर दिवा सेवा केन्द्रहरूलाई प्राथमिकतामा राखेर सेवा केन्द्रहरू सुचारू भइराखेका छन्। यी विविध विषयहरूलाई सञ्चालन गर्नका लागि, यी विविध विषयहरूलाई
देशव्यापी रूपमा चलायमान बनाउनका लागि परोपकारको एउटा सङ्गठन छ, राष्ट्रिय परोपकार महासङ्घ नेपाल। यसको केन्द्रीय कार्यालय पोखरामा रहेको छ भने यसको संस्थापक र परिकल्पनाका रूपमा म स्वयं आफू नै रहेको छु, केन्द्रीय अध्यक्षका रूपमा। केन्द्रीय समिति, जिल्ला समितिहरू, त्यसपछि गएर नगर समितिहरू, वडा इकाइ समितिहरू, पालिका समितिहरू परोपकारले आफ्नो सङ्गठन विस्तार गरेको छ। देशका करिब 53 जिल्लामा राष्ट्रिय परोपकार महासङ्घ नेपालको सञ्जाल छ भने आजीवन सदस्यका रूपमा करिब 7,000 हाम्रा सदस्यहरू देशभरि क्रियाशील हुनुहुन्छ। राष्ट्रिय परोपकार महासङ्घ नेपालले आफ्नो अभियान देशव्यापी रूपमा सञ्चालनका लागि पश्चिमका क्षेत्रहरूमा परोपकारी गतिविधि जनजनका माझमा पुर्याउनका लागि रूपन्देही क्षेत्रमा परोपकार कुञ्जधाम स्थापना गरेर परोपकारले गरिरहेका हरेक कार्य, नमुनायुक्त कार्य त्यो कुञ्जमा आएर दर्शन गर्न मिल्ने, नमुना कार्यहरूलाई अवलोकन गर्न सकिने स्थलका रूपमा हामीले बोटोबल नगरपालिका 15 सेमलार क्षेत्रमा रहेको त्यो पुण्यभूमिलाई विशाल र बृहत योजनासहित अगाडि बढ्दैछौँ, जसले सुदूरपश्चिमसम्मका जिल्लाहरूलाई परोपकारका कार्यमा जोड्न सकिन्छ भन्ने अर्को लक्ष्य पनि हो। यसरी विविध अभियानमा परोपकारले लागिरहेको गतिविधिमा हजारौं व्यक्तिहरू सदस्यताका रूपमा जोडिनु भएको छ भने सञ्चालनमा टेवा पुगोस् भनेर क्षीरसागर अक्षय कोष यसले स्थापना गर्दै आइरहेको छ। जनजनका माझमा भाव समावेश गराउँदै हामीसँग अहिले करिब 250 जना जति अक्षय कोष दाताहरू पनि हुनुहुन्छ। यसको मूल स्रोत भनेकै अक्षय कोष दाताहरूको सहयोग हो। सहयोगी व्यक्तित्वहरूको मुठीदान, दैनिक 1 रुपियाँ दान हामीहरूले चलाएको अभियान हो। त्यसपछि गएर विभिन्न सङ्घ संस्था, सामाजिक व्यक्तित्वहरू, भावनाले युक्त जनहरूको साथ सहयोग यसको एउटा स्रोत हो भने म वक्ताका रूपमा यज्ञ अनुष्ठानमा पुग्दै गर्दा जे प्राप्ति हुन्छ त्यो दक्षिणा यो परोपकारको एउटा सेवाको मूल स्रोत पनि हो। यसरी राष्ट्रिय परोपकार महासङ्घ नेपालले विविध अभियान, विभिन्न गतिविधिहरू सञ्चालन गर्नका लागि टिभा पुर्याएका ती हातहरूलाई, सहयोगी मनहरूलाई पनि म साधुवाद अर्पण गर्न चाहन्छु। आदरणीय दर्शकबिनहरू, आदरणीय शुभभाव शुभ विचारले युक्त महानुभावहरू, हामी जहाँ छौँ, जस्तो अवस्थामा छौँ अनि जहाँ जहाँ रहेर समाजका विभिन्न धारमा रहेर विभिन्न सङ्गठन सेवा केन्द्रहरूमा रहेर काम गरिराखेका छौँ, त्यही ठाउँबाट कहीँ न कहीँ केही न केही गर्नुपर्छ भन्ने खालको भाव जोडिनुभएका व्यक्तित्वहरूलाई समेट्दै एउटा छहारी संस्थाका रूपमा परोपकारका गतिविधि देशव्यापी रूपमा पुर्याउनका लागि राष्ट्रिय परोपकार महासङ्घ नेपाल क्रियाशील छ। यो संक्षिप्त परोपकारको बारेमा, राष्ट्रिय परोपकार महासङ्घ नेपालका बारेमा परिचय प्रदान गरिएको छु। यसलाई हेरेर, यसका गतिविधिहरूलाई बुझेर यहाँहरूले पनि सल्लाह सुझाव दिएर आउनु, सहकार्य गरेर अगाडि बढ्न सक्छौँ। हजुर, हामी सबै मिली हातेमालो गरौँ। शास्त्रको सार यही नै हो, सबले सेवा गरौँ। शास्त्रको सार यही नै हो, सबले सेवा गरौँ। धन्यवाद। सेवा नै धर्म।